ल हवाईजहाज भन्यो स्किप नगरिकन लास्टसम्म हेर्नु होला। फालेको बोतलबाट होइन, खाली बोतल अनि तिनी बोतलका ढक्कनहरू जम्मा गरेर मैले एउटा सानो प्रयास मात्रै गरेको। यसबाट एउटा हवाईजहाजको डिजाइन निकाल्न सकिन्छ कि भनेर प्रयास गरेको। मैले पहिला सुरु दुईवटा खाली बोतल लिएँ अनि दुई चार अलिकति यिनीहरूका ढक्कनहरू लिएँ अनि पेपरहरू ल्याएँ होइन, गद्दाहरू ल्याएँ अनि त्यसलाई काटेर हवाईजहाजका पङ्खाहरू बनाउने सानो सानो यसो बनाउन त भनेर त्यस्तै कोटिङ गरेको छु होइन। अनि यो साइडबाट मैले केही कैँचीले काटेर डिजाइनहरू निकालेको छु। बाहिर झ्यालहरू हुन्छ नि त प्लेनबाट बाहिर हेर्ने होइन। अनि यसो गरेर मैले फेरि यहाँ छेद गरेको छु किनकि प्लेनको अगाडिका पङ्खाहरू राख्ने ठाउँ बनाउनको लगाइरहेको छु। तपाईँले देख्न सक्नुहुन्छ सानोतिनो जुगाड गरेर पनि यस्तै भिडियो बनाउन सकिन्छ। खाली बोतलहरू तपाईँले पानी पिउनुहुन्छ फाल्नुहुन्छ नि होइन, तिनै बोतलबाट यसरी जुगाड गरेको छु। कस्तो लाग्छ मैले अगाडि अब पङ्खा पनि हालेँ। अब पङ्खालाई फेरि मद्दत गर्ने हवाईजहाज उड्न मद्दत गर्ने यहाँ दुई चारवटा हुन्छ नि मेसिनहरू होइन, चारवटा यसमा हुन्छ पङ्खाहरू। पङ्खा जोइन गर्दैछु, तपाईँले हेर्नुहोस्। त्यही पङ्खा पनि त्यही बोतलकै ढक्कनहरूबाट बनाएको छु होइन। हेर्दाखेरि आकर्षक लाग्छ। जस लास्टसम्म हेर्दै जानु होला। राम्रै बनेको छ हेर्दाखेरि। ओहो अलिअलि त बन्यो है भन्ने जस्तो बनेको छ होइन। अब यसरी मैले दुईवटा इन्जिनहरू पनि प्लेनको इन्जिनहरू पनि राखिसकेँ। अब मैले टायर बनाउँछु। टायर अब प्लेनका टायरहरू मैले लगाउन लागिरहेको छु। अगाडिको टायर लगाइसकेँ। अब म पछाडिको टायरको लागि पनि मैले यसरी चारवटा बोतलका ढक्कनहरू यसरी काट्छु अनि गमले जोड्छु अनि फेरि यसमा टेप लगाएर फेरि यसमा फेरि गम लगाएर यिनी दुइटालाई त्यही एउटा पाइप ल्याएको हुन्छु। पाइपमा फेरि यसरी जोडेर मैले पछाडिको टायर पनि यसरी यसरी फिट गरेको छु। अब यो गर्दाखेरि तपाईँले फेभिक्विकको आवश्यकता परेको हुन्छ अनि ढक्कनहरू अनि यही प्लास्टिकहरू यिनी खाली बोतलहरू होइन यिनीहरूबाट यस्तै बनाउन सकिन्छ। तपाईँले पनि गर्न सक्नुहुन्छ। दिमाग लगाउने हो होइन, के गर्दा कस्तो हुँदो रहेछ होइन। अब टाइम पास गर्ने हो, आफ्नो दिमागमा लागेको काम त गर्ने हो। त्यही भएर मैले यस्तरी फेरि फेभिक्विक लगाएर फेरि अगाडिको टायर पनि यसरी लगाएको छु। ल हेर्नु यस्तै टायर लगाएपछि यसो यसो हेर्दाखेरि हो है हवाईजहाज जस्तै बन्यो जस्तो लागेको छ। अनि मसिन फेभिक्विक पनि छ। अब यसले फेरि अगाडि मैले काटेर थोरै थोरै डिजाइन जस्तो बनाएको छु पेपरमा होइन। यसलाई मैले चिप्काउँछु। अब यहाँ इन्जिनियर बसेर, इन्जिनियर त नभनौँ पाइलट होइन, पाइलट हुन्छ प्लेन चलाउने। अब प्लेनमा चढेको छैन त्यही भएर थाहा पनि छैन। पाइलट बस्ने अब बनाएको छु। अगाडि यसरी अगाडि हेर्न मिल्छ होइन। अब इन्जिनियरले गराएपछि अब पाइलट बस्छन् अनि पाइलटले फेरि उडाउन त पऱ्यो, बाहिर हेर्नु पऱ्यो होइन। अब ल्यान्डिङ गर्न पऱ्यो, फेरि उडाउनु पऱ्यो। त्यही भएर त्यस्तो गराएको छु। अब यो इन्डीको लेखेको छु होइन, एउटा पेपरमा इन्डीको लेखेर यसो थोरै सानोतिनो डिजाइन बनाऊँ त भनेर यसो लागेको। तपाईँले कस्तो लाग्यो यो भिडियो लास्टसम्म हेर्नु होला होइन। अझै छ थोरै बाँकी छ। यसरी जोडेर मैले बनाएको छु। तपाईँले पनि यस्तै बनाउन सक्नुहुन्छ। तपाईँको बच्चाहरूलाई सिकाउन सक्नुहुन्छ होइन। पेपरबाट कसरी फालेको बोतलबाट कसरी बनाउन सकिन्छ हवाईजहाजहरू खेलौनाहरू होइन। यसरी तपाईँले खेलौना बनाएर आफ्नो बच्चाहरूलाई पनि दिन सक्नुहुन्छ। त्यही भएर स्किप नगरिकन हेर्नु होला यो भिडियो लास्टसम्म। तपाईँलाई काम लाग्छ, तपाईँको बच्चाहरूलाई काम लाग्छ। यस्तै गरेँ मैले थोडा बहुत यसो जाँगर गरेर होइन। अब हुन्छ कि भनेर यसो प्रयास गरेको। तपाईँले कस्तो लाग्यो भिडियो सकेसम्म सेयर गर्नु होला। भिडियो लास्टसम्म हेर्नु होला होइन। अरूलाई पनि जानकारी गराउनु होला। धन्यवाद।